आनमिन्डो भन्नुस् न अनि ठिकै हुनुहुन्छ एकदम आज यहाँ के चल्दैछ यहाँ रोडमा आज भइरहेको यो कार्य चाहिँ काशी विश्वविद्यालयमा भइरहेको यो कार्य चाहिँ के छ भन्दा चाहिँ यहाँ हाम्रो मार्गमा धेरै झार जङ्गल भएर अलिकति साफ सुथरा भइरहेको छ। यसरी नै सबै गुरुजन लगायत सबै लागि परिरहेकै छ। यसरी नै हो आजको दिन एकदम दिन साथ दिएको कारणले गर्दा आज चाहिँ दिन चाहिँ कुन चाहिँ परेर आज त शनिबारको दिन हो हजुर सबैले। अनि यो रोड चाहिँ कहाँ जान्छ यो रोड चाहिँ तपाईँले यो मार्ग देख्नु भएको चाहिँ उता हाम्रो काशी विश्वविद्यालय र यता मेडिटेसन सेन्टर जस्तो भनौँ न त्यो मेडिटेसन छामगाउँ भनिन्छ। यो मेडिटेसन सेन्टरको नाम चाहिँ के हो यसको नाम? यो चाहिँ तपाईँको यो ताक्सी अब प्रायःले अब हामीले सबैले अब सुनेकै ताक्सी छामगाउँ भनेर त सबैले भएकै कुरा हो। अनि त्यसरी नै यहाँ मेडिटेसन सेन्टर भनेर पनि बुझिन्छ। यहाँ रोडमा पनि देख्न सक्नुहुन्छ हो। त्यसमा आज यहाँ रोड चाहिँ सफा गर्दै रहेछ है? हजुर यहाँ रोड त्यसरी सफाइ अभियान चलिरहेको छ होइन। गुरुजनहरूको ठुलो सहयोग अब यो धेरै अब सफा गरेर यहाँ आइपुगिसक्यो होइन। मार्ग जस्तो उता साथ विश्वविद्यालय जाने र यता छामगाउँ जानेको मेडिटेसन उता जाने बाटो। अहिले यो चाहिँ अहिले सफा गरेर चाहिँ कहिले सक्छ यो? आज सक्छ? आज अलिक साह्रो पर्छ होला सायद। आज आधी उधी सक्छ भने ठुलो ठिक है। दिनले साथ दियो भने त अब सकिन्छ। दिन चाहिँ राम्रो साथ दिन्छ है। राम्रो छ। यसरी नै तपाईँहरूले पनि यसरी दिन राम्रो होस् भनेर यो रोड चाहिँ अब यो ताक्सी सेरा नै जानुहुनेछ है यो रोड चाहिँ? अनि यताबाट तपाईँले उता मार्ग पक्रिनु भयो भने ननको गुम्पा उता अनि गुम्पा पनि भेट्छ है? उता आनी गुम्पा पनि जानु सक्नुहुन्छ। अनि आनी गुम्पा यता भाइ यता तपाईँले जानु सक्नुहुन्छ। यो मार्गले दुई ठाउँ समेटिन्छ है। त्यसरी नन आनी गुम्पा र यहाँ सिरालाई। अनि तपाईँलाई यो यतिसम्म जानकारी दिएको धेरै धेरै धन्यवाद। हवस् ओके। यो कुचा खाएर आयो है। अब यहाँ